हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग होइन। आज चाहिँ म चाहिँ यो बाइकमा साथीहरूसँग यहाँनिर जान लाग्छु टक्क लाएर होइन। सबैजना छ यहाँनिर। हामी चाहिँ अहिले अब यहाँ पनौतीमा रहेको भाइरल रोड भन्ने ठाउँमा जाँदैछौँ। अहिले अब हामी हिँड्न लागेको छौँ। गाइज उतै गएर भेटौँला। सी यू। ल जाऊँ, स्टारै हुँदैन, गइसक्यो केटाहरू। जाऊँ ल है गाइज। अब कस्तो के देख्छ है यहाँबाट टक्क लाएर। ल कुदायो केटाहरूले, कुदायो बिस्तारै 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 मान्छेहरूलाई है। ए तेरिका कुदाउनु पायो भने केटाहरूले हेर यहाँ खत्रै कुदाइदिरहेको छ यार। ल हेर त्यहाँ केटाहरू गएको आमामा यार। ल ल ल ल ल ल ल गयो 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 केटाहरू। अघि यहाँ पुरै झगडा परिरहेको थियो कि यहाँनिर गाडीको र बाइकको। गाडी यताबाट जानु लागेको रहेछ, बाइक उताबाट आउनु लागेको रहेछ होइन। दुईजनाको खतरा झगडा परिदिरहेको कि। यो चाहिँ हाम्रो पनौती रहेको छ है। सबैजनालाई वेलकम छ है। यो चाहिँ मेरो फर्स्ट भ्लग होइन। बाइकमा जस्ट राइड गर्न लाग्यो हामीले चाहिँ। अब पछाडिबाट नि खतरा भ्लगर आइरहेको छ यहाँनिर होइन। अब बाइकहरू भुटुङ टुङ 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 गरेर छ। अब यस्तै छ गाइज। अब तपाईँले हेर्नु सक्नुहुन्छ होइन। यो रहेको छ यतापट्टि चाहिँ हाम्रो चाहिँ पनौती बजार क्षेत्र। यता चाहिँ हाम्रो ठुलो ठुलो कार्यक्रमहरू हुन्छ होइन। अनि अगाडि रहेको छ यतापट्टि हाम्रो बस पार्क, पनौती बस पार्क। हामी चाहिँ अब त्यताबाट गएर त्यताबाट राइट यतापट्टि जान्छौँ। अनि राइट गइसके पछाडि यतापट्टि भाइरल रोड नमोबुद्ध भन्छन् हाम्रो होइन। अब त्यतापट्टि लोकेसन जाँदैछौँ। ल गाइज अब भेनी ल्याउँदैछ पछाडि भुटुङ टुङ 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 लाएर। त्यो सबै यो थोत्रो बाइकले भयो नि काम त दिइरहेछ है। यो चाहिँ दाइको बाइक है, मेरो होइन। दाइ चाहिँ विदेश जानु भइसकेको छ। दाइको बाइक चाहिँ अहिले मैले चलाउनु लगाएको। यो कस्तो के हुन्छ भनेर होइन। अब सुरुवात त अब यस्तै अब सानोदिनै बाइकबाट नै हुने हो होइन। अब त घरको पनि धेरै रिक्वेस्ट छ नि त, अब भ्लग्स बनाउनु यताउता भनेर। अनि त्यही भएर आइयो। अब यहाँ केटाहरूको यहाँ एउटा यहाँ छ, एउटा त्यहाँ छ, एनएस दुइटा छ। पिस हालेको छ केटाहरूले है। कुदाएको छ केटाहरूले। अब ए कुदायो। हामी चाहिँ अहिले 5जना छौँ है। 4जना अगाडि छ अनि म एकजना छु। 5जना छ। ल हेर त्यहाँ ए केटाहरूले त अनि पुरै खत्रै कुदाएको त नि। ल यहाँ जाम हुन्छ क्या जहिले। यहाँ चाहिँ टिफर सिफर यताउता आउने गर्छ नि त। यो चाहिँ रहेको छ हाम्रो पनौती बजार रहेको छ। यो तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर होइन। पुरै यो चाहिँ पनौती बजार रहेको छ। एकछिन म तपाईँहरूलाई चाहिँ अहिले देखाउने नै छु। जो सबै तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर यताउता होइन टक्क लगाएर। अब यहाँ पहिला केही पनि थिएन यहाँतिर होइन। अनि अहिले चाहिँ जो अलि विकसित भएको छ नि त हाम्रो पनौती पनि राम्रो छ क्या। यहाँनिर गेटमा चट्ट लगाएर एउटा दुइटा जस्तो चाहिँ यहाँ नाम हाम्रो पनौती वेलकम टु नमोबुद्ध रोड पहिला चाहिँ थियो, तर अहिले चाहिँ थाहा भएन के कस्तो छ भनेर। हाल्ला टिफरले त्यतापट्टि। केटाले चाहिँ खत्रै कुदायो खास त हामी त होइन। अब यस्तै अब हावा झुक्न प्लान मिल्यो क्या हाम्रो चाहिँ। यहाँ अहिले अब भाइरल रोडमा चाहिँ अब यहाँ टिकटक आज हाम्रो अब राजनीतिको बारेमा टिकटक सिटक पनि भन्छ होइन। खास त हामी यहाँ भिडियो बनाउनुको लागि भनेर गएको हो होइन। भाइरल रोडमा चाहिँ खतरा भिडियो बन्छ क्या त्यहाँनिर चाहिँ है। अनि त्यही भएर हामी चाहिँ अब त्यता निस्किन लागेको छु। तपाईँहरूलाई देखाइदिन्छु हामी होइन। अब भाइरल रोडमा एकदम भाइरल छ कि त्यो रोड चाहिँ अहिले चाहिँ। अनि पहिला पनि धेरै नै भाइरल थियो। भाइरल हुँदाखेरि त्यहाँ धेरै मान्छेहरू आउँथ्यो क्या। अनि त्यहाँनिर आउँदाखेरि मान्छेहरूको एक्सिडेन्ट पनि भएको थियो त्यहाँ है धेरैजनाको। जो सब यस्तो भिडियो सिडियो बनाउँदाखेरि अब अलिकति बी केयरफुल भएर बनाउनु पर्छ होइन। जताततै यताउति हेरेर अब त्यसै हावा झुक्मै बनाउनु हुँदैन। अब सबभन्दा ठुलो नै हाम्रो ज्यान हो होइन। ज्यानभन्दा ठुलो अब केही पनि हुँदैन। यदि तपाईँ नै रहेन भने त्यो भिडियोको कुनै अर्थ पनि रहँदैन र तपाईँको परिवारलाई पनि धेरै नै गाह्रो हुन्छ है। तेर्का पेल छ यार खतरा यार। पेल्यो भाइ लैजा खतरा पेलेर आउँछ यार। के भन्नु यार स्कुटरहरू के ए यो हाम्रो नेपालको सानो यहाँ त खाल्टे खाल्टो छ। जम 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 आइज कता मर्छ है यहाँ त पुरै खाल्टै खाल्टो छ क्या। यहाँ चाहिँ पुरै खाल्टो छ क्या यहाँ त। लाग्यो खोइ केटाहरू खोइ कता गयो यार। केटाहरू आउँदैन त यार। खोइ अगाडि 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 जम 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 अगाडि अगाडि आउँदैछ केटाहरू। यो चाहिँ हाम्रो पनौतीमा रहेको घाट छ। यो चाहिँ घाट हो होइन। यहाँ चाहिँ अब मान्छे सान्छे यताउति भइहाल्यो भने चट्ट ल्याउने होइन। अनि यहाँ जलाउने कार्यक्रम हुन्छ। त्यही हो अब जलाउने अब खोइ एउटा केटो त अघि नै मास्टर पुगिसकेको छ है। उता माथि पुलिस सकिन्छ हो। कुदायो केटाहरू यार खतरा कडा कडा
कुदा केटो यार यो एउटा फेरि स्कुटर हेर ए तेरिको यार आम्मा के त अहिले कुदाएको त यस्तो खतरा कुदै अब यहाँ स्कुटर निर्मल चाहिँ बिचराले त्यति आउँदैन होइन बल्ल बल्ल सिक्न थालेको छ यसले पनि जम 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 कुदा कुदा केटा कुदा 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 हट हट हिँड हट हिँड हिँड ए मेरो त के भयो यार मेरो त यहाँ उसै गएन कि ब्रेकै के भयो ब्याट्री थोत्रो बाइकको होइन के भयो गेरै जाँदैन भनेको हेर यहाँ केटाहरूले कुदा भाइ कुदा लहट लहट के त्यही हो लहट आयो हँसाउँछ केटाहरूले पनि ल अब मेरो नि अलिक कुदाउने बाइक थिच भाइ लक भाइ हिँड भाइ हाम्रो त कुद्दैन कि जति कुदाए पनि ल घोडा ओए बाटो छेउ क्या केटोले फेरि आमा दुइटा त खतरा कुदाएको छ स्कुटर नि खतरा कुदाएको छ यार केटोले यार अब दुइटा बाइक त अगाडि पुरै च्यालेन्जमा रेस परिरहेको छ केटाहरूको दुईजनाको उता अगाडि ए आम्मा ए मलाई त डर लाग्यो भाइ ल पहिलोचोटि नेपालमा यसरी हो अब धेरै वर्ष पछाडि चलाएँ नि त अब पहिला चलाउनु पनि मैले खतरा चलाउँथेँ कि यहाँ अब म पनि यस्तै र चलाउँथेँ क्या पहिला चाहिँ खतरा यिनीहरूले मलाई भेट्दैन थियो कि कसम कसम साँच्ची नै भनेको यार तर अहिले आफ्नो बाइकै त्यस्तो छ नि त बाइक राम्रो छैन नि त त्यही भएर अहिले मैले मेरो अर्को बाइक भएको भएन होइन यिनीहरू कसैले भेट्दैन थियो क्या मलाई म त पुरै 180 स्पिडमा हो नि त फेरि घाटङ टङ आमा यहाँ त पिच रोड भएछ यार पहिला त यहाँ थिएन नि त यो त पुरै कच्ची रोड थियो क्या यहाँ चाहिँ ओ माई गड यो पनि उक्लिन्छ कि उक्लिँदैन यार मेरो बाइकले यार उकालै भाइ उकालै 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 भाइ उकालै उकाले 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 ल बल्ल बल्ल उकाले यार आमा मेरो बाइक त खतरा करा छ कि आमा यार के कुदैन यार बाइक नै यार अनि यस्तो पाराले त नि कहाँ हुन्छ त यार ल आमा हेर त्यहाँनिर केटाहरू त खतरा खतरा एनएसमा गएर हिँड्न आएर छ क्या फेरि केटाहरू सब बेरोजगार हो क्या एनएस बोक्नेहरू केटाहरू सबै बेरोजगार हो क्या कोही पनि रोजगार छैन यहाँनिर रोजगार भनेको त्यो एउटा हाम्रो त्यो निर्मल भन्ने छ त्यहाँनिर स्कुटर चलाएर त्यहाँदेखि अब त्यहाँ लुगा पसलमा काम गर्छ अब त्यहाँ 8-9 हजार कति दिन्छ त्यसलाई होइन लुगा पसलमा पनि अब म त कहाँ भेट्टाउँदै नभेटाउनु सर मेरो बाइकले दिनलाई त आमा ल कुदायो केटाहरूले किन रोक्यो फेरि यो ल यार कुदा केटा कुदा यो म कहाँ कुदामा भाइरल लोड आउनु लाग्यो अब एकैछिनमा आइपुग्यो त हो कति 5 मिनट त लाग्यो होला अहिले त्यहाँ जाम नभएको भए त अहिले हामी भाइरल रोडमा आएर पनि यहाँ भिडियो सिडियो बनाएर पनि हिँड्थ्यो होला होइन अब यहाँनिर यस्तो गर्नुपर्ने हुन्छ ल आमा केटाहरूले त हेट कुदा भाइ कुदा आइपुग्यो है भाइरल रोड लगभग बिस्तारै हिँडेपछि होइन यहाँनिर अब केटाहरूको अहिले बाइक चलाएर अहिले यसो हेर्नुपर्छ है फेरि अब आफ्नो त यस्तै छ हेर है केटा मेरो बाइक अहिले तपाईँहरूलाई म देखाइदिन्छु ल पुरै अब यो भनौँ न पुरै बिग्रेछ क्या मेरो चाहिँ अनि धेरै बनाउनु पर्ने छ अब भाइरल रोड कता हो केटा हो भाइरल रोड जाऊ रे यार आमा के त अहिले कुदाएको यार कुदा केटा कुदा आमा यिनीहरू त भेटाउँदैन यार मैले आमा कहाँ भेटाउँछ मेरो यहाँ मिटर पनि चलेको छैन क्या यस्तो हालत छ मेरो त के गर्नु यार गाइज अब पहिलो भ्लग सुरु त गरियो होइन अब कस्तो बाइकमा गरियो अलि राम्रो ट्याक्टर चिटिङ भएकै त हुन्थ्यो कि अब त्यो पनि छैन के अन्त होइन यस्तै छ गाइज त्यो पनि बल्ल बल्ल दाइले छोडेर गएको रहेछ विदेशबाट होइन विदेश जाने बेला अगाडि मलाई त स्कुटरले पनि टाउदिन्छ यार यस्तो पाराले हुन्छ त अनि यो चाहिँ रहेको छ हाम्रो अहिले फाइनली यो गाइज जो चाहिँ भाइरल रोड रहेको छ है यही हो है भाइरल रोड अब हाम्रो भाइरल रोड भनेको यही हो ल यहाँ होइन त यो होइन त भाइरल रोड रिसोर्ट पनि रहेछ होइन यहीँ ठिक छ होला बुढो अब हेर्दाखेरि त केही छैन तर तपाईँहरूले अब टिकटकतिर यताउति सर्च गर्न सक्नुहुन्छ होइन भाइरल रोड भनेर हाम्रो यहाँ यतापट्टि नमबुद्ध भनेर होइन त्यहाँ तपाईँहरूले सबतिर देख्न सक्नुहुन्छ एकदम राम्रोसँग को आउँदैछ ए ल हामी चाहिँ अब यहाँ अहिले अब एकछिन भिडियो सिडियो बनाउनु पनि हुन्छ हामीलाई चाहिँ होइन यताउता यता डुल्ने सुल्ने होइन बाइक साइक उडाउने गर्छन् केटाहरूले अब एकछिन यहाँनिर उहिले आन भाइ
अब कास्टिङ देखाउनु थालेछ केटाहरूले होइन। अब यताबाट गाडी आउँदैछ होइन, त्यो भएको कारणले गर्दा बिस्तारै अलि उइली धेरै पनि हान्नु हुँदैन। जो अब बी केयरफुल हुनुपर्छ, त्यही हो। म चाहिँ अब बी केयरफुल भन्न चाहन्छु अलिकति। हुन्छ नि त, लाइक अब आफ्नो ख्याल चाहिँ गर्नुपर्छ है। खतरा कुदिन्छ त्यो बाइक त यिनीहरू त यार हो। खै हेरौँ त होइन, एकलट मैले त चलाएको छैन कि यसको बाइक यो अहिलेदेखि आएदेखि। त्यहाँ तपाईँले कता हो, कुन हो यो हो खै त ए न्युट्रलमा भयो चल्ने कि यो त कस्तो साह्रो यार, डर लाग्यो गाइज। आम्मा के हो यार यो त, कता हो यार यो त, म त लडाउँछु कि खै कता हो यार यो। आमा गाइज उडायो यार यो त, के हो खतरा उड्छ क्या हो। आमा म त चलाउन आएन यार टक्ने खोइ के हो डर लाग्यो गाइज यार। पहिलोचोटि अर्को अब चलाएको छैन नि त, अरूको बाइक यसरी अब छुँदाखेरि अब लास्ट डर लाग्ने छ कि। अब त्यो बाइक चाहिँ सुरुमा त मलाई त्यो मेरो 150 चलाउँदाखेरि एकदम डर लागिरहेको थियो होइन। अनि अहिले अब यो हाम्रो सुरज साथी रहेछ, अब उडाइदिउँ भने सक्दैन हेर्नु होइन, कस्तो गाह्रो भयो यार मलाई साँच्ची नि। अर्को बाइक चलाउनु नहुने छ यसरी यार। गाइज आमा आफ्नै बाइक ठिक छ आम्मा के चलाउन जस्तो भयो यार यो बाइक त। ल यसलाई चाहिँ राम गरिदिउँ, यहाँनिर राखिदिउँ, अहिले हुँदैन रहेछ यार। खै कता हो यार यसको स्ट्यान्ड सिस्ट्यान्ड टक्क लाएर यसलाई अफ गरिदिउँ यार है। यो त एकदम मुसुरी छ नि त, यस्तो रहेछ नि त। ल अब यो चाहिँ मेरो रहेको छ हाम्रो घोडा रहेको छ होइन। अब घोडा चाहिँ यस्तै छ, पुरानो बाइक छ होइन, 32 पो। अनि यताउता आफ्नो अब यस्तो यहाँतिर पुरै यो गएको छ कि यिनीहरू, यो पुरै फेर्नुपर्ने छ कि यिनीहरू यो थोत्रो बाइक। अनि यसलाई चाहिँ अब मैले चाहिँ हल्का यताउति गरेर नै पठाउ पनि कस्तो हुन्छ कि भनेको, तर यिनीहरू सबै भाइजर यिनीहरू सब गइसकेको छ कि। अनि यसको ब्रेक सेक पनि छैन होइन, यो गियर लाउँदैन राम्रोसँग। अनि यिनीहरू सबै समस्या छ कि, धेरै समस्या छ कि गाइज होइन। अब यस्तो पुरानो भयो भने अब कामसाम गर्नलाई पटासट गर्नलाई चल्दैन नि त है। अब एकछिन हामी भिडियो बनाउँछौँ, तपाईँलाई एकछिनमा देखाउँछु ल। र गाइज अब हामी चाहिँ अब त्यो डाँडा देख्नु भएको छ नि तपाईँहरूले, त्यो माथिको हो त्यहाँ जानेछौँ होइन। केटाहरूले चाउचो यताउता रेडबुल सेडबुल सब लिसिया छ। आज त्यहाँ माथि गएर रैला हान्ने भनेछ केटाहरूले होइन। एकछिन त्यहाँ गएर माथि जान्छौँ। यो भाइरल रोड भइहाल्यो होइन, यो चाहिँ खतरा बाइकहरू कुदाउने यताउता गर्ने सबै आउँछ कि यहाँनिर चाहिँ। धेरै प्रायः जस्तो मान्छेहरू पहिला पनि धेरै भाइरल भएको ठाउँ हो। अनि हामीले चाहिँ अब यताबाट जान्छौँ है। हाम्रो एउटा स्कुटर र 2टा बाइक र 3वटा बाइक भनौँ न। मेरो त फेरि यस्तै छ कि, मेरो चाहिँ आलु पालेर छ है। मेरो त यहाँ अब कहिले स्टार्ट हुन्छ कहिले हुँदैन यस्तै छ। बाटो यस्तै भइहाल्यो होइन, टाढो छ त्यहाँ माथिसम्मै। त्यो चाहिँ पुरै अब नमोबुद्ध गाउँ भनौँ न। यो चाहिँ हाम्रो पनौती छोडेर नमोबुद्ध गाउँ भनिन्छ यसलाई चाहिँ। ओहो धुलो उडाएको यार, अगाडि बस्नु पनि सकिने। तेरिका केटाहरूले त यार बर्बाद पाऱ्यो नि त अनि अब होइन। ल हेर्नुहोस् है गाइस, तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर होइन। हो माई गड, ल यो चाहिँ म हुँ। यस्तै छ गाइस, अब रमाइलो छ जिन्दगी अहिलेसम्म। अब राम्रै चलिरहेछ भनौँ न यताउता होइन। अब माथिबाट चाहिँ ढलान गरेर छौँ यहाँ माथिबाट चाहिँ। अस्ति नै एकचोटि यहाँ भाइरल पिङ भनेर पनि अब एकचोटि पुरै चर्चित भएको थियो कि, टिकटक फेसबुक लगायत सबतिर होइन। अब पुरै रिल्सहरू हाल्ने, यहाँ मान्छेहरू आएर यताउता भाइरल साइरल बनाउने होइन, मान्छेहरूले त हो नि होइन गर्ने नै। अनि सब केटाहरूले यहाँ यताउति गर्थ्यो, भाग यहाँ चाहिँ यस्तो छ। ल दम अब मास्टर कुदाम जम केटा हो जम, हिँड मेरै बाइकले टप छ क्या सबलाई यार। मेरो नि खतरै छ नि त होइन। ल जाउँ केटा हो यो पछाडि आउँदैछ केटाहरू। अगाडि जाउँ केटा, अगाडि जाउँ म पछाडि बस्छु नि त होइन केटाहरूको। ल हाम्रो चलबल फेरि अर्कै छ कि यहाँनिर। अनि यहाँ भर्खरकै हाम्रो यो सबै फेरि बचपनको साथीहरू हो कि यिनीहरू सबै होइन। सबजना बचपनको साथी यिनीहरू चाहिँ।
बल्ल बल्ल अब यसो गरेर भयो नि अब दाइको बाइक छ अब यही चलायो अब होइन पटसट गरियो हिँड्यो अब हल्का भ्लग छ यताउति बनाउने भन्ने सोचमा छु होइन सपोर्ट गरिदिनु होला माया देखाइदिनु होला सबजनाले है अब ब्याट्री त धेरै छैन होइन अब यसमा पनि ओ माई गड ओ माई लट आमा लगाएर त्यहाँ केटाहरू त उभिर चलाउँछ नि त यार हामी पनि कि उभिर चलाउँथ्यो कि हो तर मलाई चाहिँ अलि बानी परेको छैन कि अब यहाँतिरको गाउँतिरको मान्छे सोध्छ होला ओहो को आइनहरू यो भनेर सोध्छ होला क्या पुरै बाइक पड्काउँदै आएको थियो केटाहरू त भन्छ होला क्या तर हामी पहिला पनि हुन त अब यो भाइरल रोड हो जो पनि आउनु सक्छ नि त होइन अब माथि भाइरल डाँडा छ त्यहाँबाट डाँडाबाट चाहिँ खतरा भ्यूहरू देख्छ कि सबै है एकदम दामी पाराले भ्यूहरू देख्छ है सबै देख्छ माथिबाट चाहिँ जस्तै हाम्रो यो कपनमा छ नि होइन कपन डाँडामा गयो भने चाहिँ सबै देख्छ नि त भ्यूहरू काठमाडौँ हो यहाँबाट चाहिँ हाम्रो गाउँठाउँ यताउता लगभग सब देख्ने ठाउँ हो कि यो चाहिँ ल ल ल ल ल ल ल बाटो त्यस्तै छ होइन अब क्यामेरामा कस्तो आएको छ तर रियलमा चाहिँ अब चिप्लिन्छ कि क्या हो यार यो त मलाई त हल्का डर पनि लागिरहेको छ हौ चिप्लिन्छ भनेर लगेर गेडा 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 रहेछ गेडा गेडा म्याटर आमा धुलो उडाएको केटाहरूले आमा मेरो फेरि कस्तो छ भने यो गियर सेयर पनि राम्रोसँग हान्दैन कि एक दुई गियर मात्र हान्छ होइन अनि त्यहाँबाट छँदै छैन कि यहाँ पहिरो सहिरो पनि गएर चाहिँ क्या यार ल र यहाँनिर यस्तो यस्तो छ अब नेपालको बाटो यस्तै त हो नि होइन अब गाउँठाउँको अब कसले पिच गर्नु र होइन अब यहाँतिर अब नेता सेता उस गर्छ नेताहरूले अब होइन त्यही त पैसा सैसा खान्छन् गर्दैनन् राम्रोसँग पिचित अब यति खोलेपछि यहाँको जनताहरूलाई के हुन्छ भने ओहो खोल्दैछ है भन्ने हुन्छ नि त त्यो देखाउनको लागि भयो नि यिनीहरूले यति मात्र खोल्दैछ कि अहिले बाटो अनि म चाहिँ के भन्छु भने अब ल घुमाउनु ला हो केटो म बिचमा बस्छु निर्मल त्यस्तै हो यो ठाउँ चाहिँ खतरा छ कि गाई चाहिँ साँच्चै नै भन्नुपर्दा केटाले यहाँनिर अब सिनेमेटिक सिनहरू हुन्छ होइन हामीले यहाँतिर अब यताउता बाइक तात्यो बाइक पुरै तातिसकेको छ माथि त के गर्नु छ केटाहरू के भयो त्यहाँ के भयो आउने बेला लोड त चिप्लिन्छ नि फेरि यहाँबाट आमा बाइक तातिरहेको छ तपाईँ यहाँबाट फेरि लारङ लुरुङ झऱ्यो भने त खत्तम हुन्छ त केटो अब यस्तो ठाडो उकालो लाने हुन्छ केटाहरूले बाइक यार कसरी लाने भयो छोड्दै लाने र जान्छ र यहाँबाट दुई तिनजना जान्छ होला नि दुई तिनजना आमा केटाहरू यार पक 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 जान्छ ओइ 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 बिस्तारो बिस्तारो जाउँ केटा ठाडो उकालो आम्मा केटाहरू ल म चाहिँ सक्दिनँ ल हामीले चाहिँ हात थाम्दै म चाहिँ ओइ ओइ ठेल 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 भाइ आऊ हामी सक्दैन हाम्रो चढ्दैन राम्रो हामी सक्दैन नमस्कार होइन यत्रो ठाडो उकालो मान्छे हिँड्न गाह्रो छ केटाहरूले यहाँ बाइक चढाइरहेको छ जस्तो लगेर त्यहाँनिर केटाहरूको चलबल आइज मैले चाहिँ सकिनँ त्यहाँनिर छोडिदिएँ म चाहिँ हात थाम्दिएँ मेरो त जाँदैन मेरो तान्दैन के त्यो यस्तो छ त ठाडो उकालो छ त अनि उकालो पनि यस्तो छ यहाँ अहिले हिँड्नुलाई त्यसरी